down, I know you got me, baby. नमस्ते सबैजनालाई। म चाहिँ बिहानै उठेर खानासाना खाएर अब चाहिँ चटपट बनाउन जान लाग्यो। अहिले चाहिँ म धनिया र खुर्सानी बारीमा लिन जान लाग्यो। धनिया र खुर्सानी है, धनिया र खुर्सानी लिन जान लाग्यो म। त्यो चाहिँ हाम्रो घरको गाई, यता बाख्रा छ। हल्का खेती पनि छ हाम्रो। खुर्सानी हाम्रो खुर्सानी बारी, खुर्सानी जति खाए नि पिरो हुन्न। मैले चाहिँ खुर्सानी टिपिसकेँ। अब अलिक थोरै धनिया टिपौँ है। ला उखालिदियो, आमाले छ भने मार्नु मलाई। फेरि उखाल्न चाहिँ पाइँदैन, उखाल्न चाहिँ फिट्टिकै पाइँदैन। दुध खानिदिन्छ कि उनीहरूले कराइरहेछ, यस्तै हो। ल म क्यामेरा सेटअप गरेर तपाईँहरूलाई भेट्छु है। त्यही मेरो सेटअप म सेटअप गर्छु पहिला। यो चाहिँ सेटअप है, मेरो सेटअप मैले अहिले देखाइसकेको छु क्यामेरामा। अब म चाहिँ बनाउन थालेछु चटपट काँक्रो कटिङ गर्दैछु सुरुमा। डिस्टर्ब भयो जस्तो लाग्यो। काँक्रो कटिङ हल्का आवाज आउँछ नि, हेर्नु होला। काँक्रो कटिङ भइसकेको छ। मेरो भाँडा चाहिँ यत्रै हुन्छ, एकजनालाई होस् या फिर दुईजनालाई। भाँडा यति हो। चना अब टमाटर, हल्का यहाँ दाग लगाएर काट्नु पऱ्यो। आज चाहिँ हाम्रोमा फेरि बिहान 9 बजीदेखि लाइन गएको, अहिले आगो पनि छैन। त्यही कारणले गर्मी पनि छ। बिहान बनाउँछु भनेको ब्लग, अब लाइन गयो, भात खायो, गर्मी एकछिन काम गरेर सुत्किएछ। त्यही भएर टमाटर कटिङ भइसक्यो। टमाटर नै भयो मेरो। अब खुर्सानी, म पिरो धेरै खाने, त्यही भएर पाँचवटा खुर्सानी। आफ्नै बारीको खुर्सानी हो, औषधी केही नहालेको। खुर्सानी कटिङ भइसक्यो। धनिया आफ्नै बारीको लोकल धनिया। एकछिन मैले प्याज निकालेर भिजाउनै बिर्सेछु, पक्कै म प्याज निकाल्छु।
प्याजको साइज चाहिँ हल्का सानै छ। यसलाई एकछिनमा पानीमा भिजाइदिएपछि आँसु आउँदैन कि त्यही भएर। आलु खोस्टाम ल, आलु खोस्टाउनु पऱ्यो। मैले सबै सामान रेडी गरेर अनि बल्ल बनाएको। टाइम वेस्ट हुन्छ नि त यताउता, अलि भर्खर प्याज लिन पनि गाह्रो हो। अझै 2टा आलु खोस्टाउनु छ। 6वटा आलु हालेछु सानो। हेर्दै जानु। आलु चाहिँ सबैले काट्नुहुन्छ होला, तर मैले चाहिँ यसरी मिच्छु। मिचेको हाल्दाखेरि राम्रो हुन्छ, त्यसै कारणले मैले चाहिँ मिच्छु। यसरी है। एकछिन म यो हात चाहिँ धुनुपर्छ, फेरि चक्कुले प्याज काट्दैन नि त। मम्मी र आमाले चाहिँ फेरि चटपट नखाने अरे चना भुटिदिनु। चना चाहिँ सामान रेडी गर्छु अनि भुट्छु। प्याज कटिङ, प्याज चाहिँ सानो सानो छ, त्यही पनि सबभन्दा झ्याउ लाग्ने काम प्याज खोस्टाउन। प्याज पनि खोस्टाइसक्यो मैले। प्याज कटिङ, प्याज चाहिँ अलि धेरै हाल्नुपर्छ चटपटमा नि, अनि चनालाई पनि चाहिन्छ भनेर मैले धेरै प्याज भिजाएको छु पानीमा। क्वालिटी चाहिँ अब त्यस्तै छ क्यामेराको, हेर्दैन होला। प्याज पनि कटिङ खोस्टाएर भ्याउँला है, प्याज खोस्टाउँदा भ्याउँला है। अब मैले खोस्टाइसकेँ भन्दा नि हुन्छ, खोस्टाइसकेँ प्याज पनि। अब
5वटा प्याज चटपट अरू चाहिँ चनामा यो सानो प्याज त काट्नु पनि झ्याउ भने भोलि यसो गर्दै यसरी काट्नु सक्छ चटपटलाई प्याज पनि कटिङ भयो चनालाई पनि काटेर छोडिदिउँ अहिले सजिलो हुन्छ यसरी प्रकारले सजिलो कटिङ भयो प्याज अहिले म चाउचाउ र भुजा चाहिँ हालेर छोडिदिन्छु होइन यो चाहिँ चटपटको फाइनल लुक अब चटपट टेस्ट गरौँ ल मिठो भयो यो खान्छु अनि भेट्छु फेरि एकचोटि हेर्नु मैले चाहिँ खाएर सबै भाँडासाँडा माझेर सबै भ्याएँ आजको लागि चाहिँ यति नै बाई